आजको यस पास्टर तथा अगुवा क्षमता वृद्धि तालिमका आदरणीय निर्देशक श्रीमान राजु राईज्यू, प्रमुख अतिथि श्रीमान केशव थापाज्यू र वक्ता अतिथि श्रीमान हरि केसीज्यू र यहाँ आजको यस कार्यक्रममा उपस्थिति हुनुभएका विभिन्न मण्डलीबाट पाल्नुभएका पास्टर तथा अगुवा अनि तथा परमेश्वरका जनहरूमा म भवानी देउजा प्रशंसा धर्मस्थली मण्डली ढकालटारको तर्फबाट न्यानो ख्रिस्टी अभिवादन। जय मसीह। अनि म आज यस कार्यक्रममा यसरी मलाई मेरो अनुभव बाँड्ने अनि त्यहाँबाट मलाई आशिष बाँड्नलाई मलाई यो समय दिनुहुने हाम्रो सञ्चालक बहिनीलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि सँगसँगै हाम्रो यस मण्डलीका अगुवा अनि पास्टरज्यू तपाईँहरूको टिमलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने तपाईँहरूले यो मण्डलीमा हामीलाई यसरी यो तालिमहरू सिक्ने समयको लागि यो मण्डलीको ढोका खुल्ला गराइदिनु भयो। त्यसको लागि म तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि आज यस कार्यक्रममा चाहिँ मैले मेरो अनुभवहरू चाहिँ बाँडिरहँदाखेरि अनि मैले सिकेको कुराहरू बताउनु पर्दाखेरि चाहिँ म चाहिँ अलिकति घमण्डी खालको मान्छे हो है। अनि म चाहिँ एउटा मण्डलीमा सचिवको पोस्टमा बसेर चाहिँ परमेश्वरको सेवा सङ्गति गर्दै आइरहेको मान्छे। अनि मलाई चाहिँ हाम्रो पास्टर गुरुबाले चाहिँ पहिला सुरुमा मलाई I10 क्लासमा पढ्न जाऊ भनेर भन्नुभयो। अनि मैले चाहिँ के सोच्थेँ भने म चाहिँ अब लोगोस बाइबल कलेजबाट मैले चाहिँ BTH MD अनि MTH सकेर थ्योरी क्लास सकेर बसेको मान्छे, यो सानोतिनो यो तालिम चाहिँ लिन आवश्यकता छैन। यो हाम्रो पास्टरबाले चाहिँ मलाई के समय बर्बाद गर्न पठाउनु भयो, मसँग समय छैन, मसँग चाहिँ हुनै छैन, जाने त्यहाँ सिक्ने हुनै छैन, मनै छैन भनेर चाहिँ मेरो मनमा चाहिँ त्यस्तो खेलिरहन्थ्यो। अनि जसो तसो अनि त्यसबाट म यो तालिममा चाहिँ म सहभागी भएँ। अनि यो तालिममा सहभागी हुने कुरामा चाहिँ अनि मैले हाम्रो गुरुबासँग मैले हाम्रो सल्लाह पनि गरेँ। हामी I10 क्लासमा पनि समावेशी छौँ, म I10 क्लासको पनि विद्यार्थी हुँ। अनि त्यसमा चाहिँ हाम्रो ख्रिस्टे जीवन 1 र 2 सकिसके पछाडि हामीले अहिले चाहिँ यो पावलको पत्रहरू चाहिँ पहिलो सकेर दोस्रोमा हामी पढ्दैछौँ। अनि त्यो पढिरहेको छु। यो तालिममा चाहिँ जाने हो भने शनिबार चाहिँ राखौँ गुरुबा भनेर मैले हाम्रो गुरुबालाई भने, ट्रेनिङको गुरुबालाई। अनि उहाँले पनि त्यही अनुसारले मिलाउनु भयो। अनि मलाई चाहिँ पहिलो हप्ता दोस्रो हप्ता चाहिँ मलाई सिक्न आउनै मन लागेन कि जसो तसो आएँ, उपस्थिति भएँ, 18-19 जना भयो, भेट्यो। अब 1 हप्ता सिक्नु पर्ला, हेरौँला भन्दै लगभग 12 हप्ताको यो क्लास चाहिँ मैले एक दिन पनि लगभग मैले छोडिनँ। अनि एक दिन मात्रै 2वटा पाठ सिक्नुपर्ने ठाउँमा अलिकति शरीरको अस्वस्थताका कारणले गर्दा चाहिँ मैले एउटा पाठ चाहिँ सिकेँ, अर्को पाठ चाहिँ छोडेर हिँड्न पर्यो मैले। नत्र भने मैले 12वटा हप्ता चाहिँ मैले यहाँ उपस्थिति भएँ। अनि यहाँ यो उपस्थिति भएर सिकिरहँदाखेरि चाहिँ मैले सिकेका मुख्य 10वटा कुराहरू चाहिँ म तपाईँलाई अहिले बताउने छु। तर मलाई चाहिँ यो तालिमहरू सिकिरहँदाखेरि चाहिँ मलाई के लाग्यो भने म चाहिँ त्यत्तिकै बिना पत्ताको अगुवा रहेछु भन्ने चाहिँ अनुभव भएको छ है। अघि मैले तपाईँलाई पहिले भने म घमण्डी मान्छे, मलाई क्षमा गर्नुहोस्। तर यो तालिमबाट चाहिँ मलाई चाहिँ मेरो घमण्ड चाहिँ तोडिएको छ है। म त केही सिकेकै रहेनछु, केही जानेकै रहेनछु जस्तो लाग्यो। अनि त्यो कारणले गर्दा चाहिँ यो तालिम चाहिँ जस्तो मैले आज 12 हप्ता सक्यो, हिजो मात्रै सक्यो 12 हप्ता, हामी आज दीक्षान्तर हुँदैछौँ। तर यो तालिम चाहिँ हामी मण्डलीमा सेवाकाई गर्ने चाहिँ एउटा अगुवाले मात्रै होइन, एउटा साधारण विश्वासीले पनि यो तालिम चाहिँ लिनुपर्ने रहेछ। किन लिनुपर्ने रहेछ भन्दाखेरि चाहिँ मेरो व्यक्तिगत अनुभव मात्रै मैले तपाईँहरूको सामु बताएको हुँ। अनि यो चाहिँ हामीले शनिबारको सङ्गतिमा हामी अधिकांश प्रायः मण्डलीमा हामी कस्ता छौँ भने 2 घन्टाको हाजिरी गर्ने विश्वासी छौँ हामी, धेरैजना जस्तो। अनि त्यो कारणले गर्दा हामीले त्यो 2 घन्टाको सेवा सङ्गतिमा चाहिँ केही कुरा पनि हामीले सिक्न पाएकै रहेनछौँ कि केही कुराहरू चाहिँ बुझेकै रहेनछौँ हामीले। अनि यो मुख्य परमेश्वरको वचनहरू बुझ्नको लागि, परमेश्वरको शिक्षा बुझ्नको लागि र एक अर्का विश्वासीहरूलाई बुझाउनलाई, दक्ष बनाउनको लागि चाहिँ यो तालिम चाहिँ लिनुपर्ने रहेछ भनेर मैले चाहिँ मुख्य गरी यो
कुरा चाहिँ मैले मेरो विचार मेरो मनमा राखेको छु। अनि म भोलि गएर मेरो मण्डलीका विश्वासी जतिजना हुनुहुन्छ यो तालिम लिनको लागि उहाँहरूलाई चाहिँ म के गर्छु नि, तपाईँहरू फुर्सद छ समय छ भने तपाईँहरू जानुहोस्। यदि तपाईँलाई मण्डलीले सहयोग गरेर यो तालिम सिक्न पठाउँदैन भने म मेरो व्यक्तिगतमा पठाउँछु, तपाईँहरू जानुहोस् भने चाहिँ म उहाँहरूलाई चाहिँ हौसला दिनेछु र भन्नेछु आउँदो शनिबार चाहिँ म मेरो मण्डलीमा गएर भन्नेछु भनेर मैले एउटा यो अठोट पनि बोकेको छु। हुन्छ। अनि यो समय चाहिँ मैले अलिक धेरै लामो समय लिएँ, किनभने हाम्रो ट्रेनिङको गुरुबाले हामीलाई के सिकाउनु भएको छ भने मुख्य गरी एउटा मण्डलीको अगुवामा के हुनुपर्छ भन्दाखेरि समयको व्यवस्थापन गर्न सक्नुपर्छ भन्नुभएको छ। मैले चाहिँ मेरो 2 मिनट चाहिँ मैले बढीले क्षमा चाहन्छु म। अनि मैले यसमा मुख्य गरी सिकेको कुराहरू चाहिँ म तपाईँलाई बुदागत हिसाबले म जहिले पनि छोटकरी रूपमा अनि बुदागत हिसाबमा चाहिँ म बताउने छु। अनि जम्मा मैले 10वटा बुदाहरू ल्याएको छु। म तपाईँको सामु सरसर्ती सजिलो अनि छोटो तरिकाले बताउने छु, त्यसलाई चाहिँ व्याख्या गर्ने छैन। मैले यो जुन 12 हप्ताको तालिम सिकिरहँदाखेरि यो किताबमा चाहिँ 23वटा पाठहरू रहेछ। अनि त्यो 23वटा पाठहरूलाई चाहिँ म एक एक गरी नछुटाइकन सजिलो तरिकाले एकै ठाउँमा मिसाएर, हामीले दाल भात खाँदाखेरि दाल भात तरकारी मिसाए जस्तै म मिसाएर बताउने छु। अनि यो मिसाएर बताइरहँदाखेरि चाहिँ यो ज्ञान, सिप अनि चरित्रलाई चाहिँ म 3टालाई एकै ठाउँमा मिसाउने छु। बुदागत हिसाबले भन्दाखेरि बुदागत 1 नम्बरमा मैले यो तालिमबाट मुख्य गरी सिकेको कुरा चाहिँ एउटा मण्डलीको अगुवाले चाहिँ प्रत्येक दिन बाइबल चाहिँ अध्ययन गर्नै पर्ने रहेछ भन्ने कुरा चाहिँ सिकेँ 1 नम्बरमा। अनि 2 नम्बरमा चाहिँ के भयो भने अबको हाम्रो मण्डलीमा चाहिँ अब आवश्यकता चाहिँ के रहेछ भन्दाखेरि बाइबल पढ्न जानेर सुसमाचार सुनाएर अनि परमेश्वरमा डोर्याउन नसकिने रहेछ मानिसहरूलाई। अनि त्यसको साथले त्यसो गर्नलाई चाहिँ हामीले विश्वासमा डोर्याउनलाई चाहिँ के गर्नुपर्ने रहेछ भन्दाखेरि चाहिँ हाम्रो पेसा र सुसमाचार चाहिँ सँगसँगै लानुपर्ने रहेछ। अनि मात्रै तिनीहरूलाई चाहिँ परमेश्वरमा डोर्याउन सकिने रहेछ भन्ने कुरा चाहिँ बुझेँ 2 नम्बरमा है। अनि तेस्रो नम्बरमा चाहिँ मैले के बुझेँ भन्दाखेरि मण्डलीको गुणात्मक वृद्धि गर्नको लागि चाहिँ अगुवामा के हुनुपर्ने रहेछ भन्दाखेरि ज्ञान पनि हुनुपर्ने रहेछ, सिप पनि हुनुपर्ने रहेछ र असल चरित्र पनि हुनुपर्ने रहेछ। अनि मात्रै त्यो अगुवाले चाहिँ मण्डलीलाई चाहिँ अगाडि बढाउन सक्ने रहेछ भन्ने कुरा सिकेँ। अनि 4 नम्बरमा आएर चाहिँ मैले के सिकेँ भन्दाखेरि ज्ञान, सिप र चरित्र भएको अगुवाले मात्रै मण्डलीमा चाहिँ असल शिक्षा दिन सक्ने रहेछ भन्ने कुरा चाहिँ सिकेँ। भन्दाखेरि 5 नम्बरमा चाहिँ मैले अगुवामा आफूभित्र भएको खुबीलाई चाहिँ निखार्न सक्ने क्षमता पनि हुनुपर्ने रहेछ भन्ने कुरा चाहिँ सिकेँ। अनि 6 नम्बरमा चाहिँ के सिकेँ भन्दाखेरि 6 नम्बरमा मण्डलीमा चाहिँ बोलाउट भएको अगुवा चाहिने रहेछ है। मानिसले अभिषेक गरेको, मानिसले छानेको अगुवा चाहिँ हुनुहुँदो रहेनछ। परमेश्वरले छान्नु भएको, परमेश्वरको बोलाउट भएको अगुवा भयो भने मात्रै मण्डलीलाई चाहिँ अगाडि बढाउन सक्ने रहेछ भन्ने कुरा चाहिँ मैले सिकेँ। अनि 7 नम्बरमा चाहिँ मैले के कुरा सिकेँ भन्दाखेरि हामीलाई चाहिँ यो गुरुबाहरूले हामीलाई सिकाउँदाखेरि त्यहाँ जसरी अहिले तपाईँले बोर्डमा त्यहाँ हेर्दै हुनुहुन्छ हामीलाई त्यसै गरी देखाएर उहाँले सिकाउनु भएको थियो। अनि उहाँले चाहिँ हामीले चाहिँ यो सुसमाचार अनि मण्डलीको सेवा समितिको बारेमा चाहिँ खालि के गर्थ्यौँ भने रुखलाई मात्रै प्राथमिकता दिन्थ्यौँ। अनि मैले यो शिक्षामा चाहिँ कसरी पाएँ भन्दा रुखमा होइन चाहिँ जराको लागि चाहिँ परिश्रम गरौँ, जरामा चाहिँ परिश्रम गरौँ, जरामा मलजल गरौँ, जरामा पानी हालौँ भन्ने कुरा चाहिँ मैले सिकेँ। अनि 8 नम्बरमा आएर मैले के कुरा सिकेँ भन्दाखेरि मण्डलीमा जो हामी अगुवाहरू छौँ यो मण्डलीको अगुवामा चाहिँ तोडिएको हुनुपर्ने रहेछ भनेर मैले सिकेँ। यो तोडिएको बारेमा चाहिँ हाम्रो अगाडिको भाइले बताइसक्नु भएको छ, म त्यसलाई बढी जोड दिन्न। अनि 9 नम्बरमा आएर चाहिँ मैले के कुरा सिकेँ भन्दाखेरि एउटा अगुवामा चाहिँ क्षमा दिने हृदय हुनुपर्ने रहेछ। अनि आफ्नालाई चाहिँ अगाडि बढाउने होइन, अरूलाई चाहिँ अगाडि बढाउने अनि अरूलाई प्रोत्साहन दिनुपर्ने रहेछ। त्यस्तो खालको अगुवा चाहिँ हाम्रो मण्डलीमा चाहिने रहेछ भनेर सिकेँ भने। अनि यो 10 नम्बरमा अन्तिममा चाहिँ मैले के कुरा बुझेँ भने एउटा अगुवामा चाहिँ समय मात्रै होइन, आर्थिक कारोबार मात्रै होइन, सबै विश्वासीहरूलाई चाहिँ सबै मण्डलीका सानादेखि ठुला सबैलाई चाहिँ मिलाएर
व्यवस्थापन गर्ने, अगाडि बढाउने, हौसला दिने, सरसल्लाह दिने अनि सुझाव दिने अनि तिनीहरूको लागि प्रार्थना गरिदिने चाहिँ खालको चाहिँ अगुवा चाहिँ मण्डलीमा चाहिने रहेछ भन्ने कुरा मैले सिकेँ। अनि यो 10वटा कुराहरू चाहिँ मैले मुख्य गरी बुझिरहँदाखेरि चाहिँ मैले चाहिँ के सिकेँ, के बुझेँ भन्दाखेरि यी सबैवटा कुरा त